वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग। फेरि आज पनि एउटा नयाँ भ्लग बनाऊँ कि भनेर यसो सोचेको। अहिले चाहिँ म चाहिँ हाम्रो फ्यामिलीदेखि टक्क हाम्रो आश्रममा काममा जानु लाग्यो। काममा भन्दा नि अब गाडी हुन्छ मर्सिडिज, त्यसैमा फेरि काममा जाने पनि मर्सिडिज। काममा जाँदाखेरि नि कहिले मर्सिडिजमा जान्छ भन्नु होला, म अहिले भिडियो बनाएर नि हालौँला। मर्सिडिजमा चढ्ने काममा जाने, विदेश भनेको त विदेशै हो नि। मर्सिडिज सर्सिडिज भन्ने कुरो अब यहाँ सानो हुन्छ, खासै त्यस्तो मतलब गर्दैन नि बुढीहरूले। मर्सिडिज BMW, BMW हो क्या होइन नि, म BMW हो नि यार। BMW मा टक्क चढेर जाने कुरो छ। यहाँ चाहिँ हाम्रो नेपाली युकेमा जे छ अहिले चाहिँ हरियाली रङ्गी बिरङ्गी चक्क होइन, फुलसुल फुल्ने एकदम राम्रो छ कि यार। आउनु मन छ भने सेप्टेम्बर इन्टेकतिर आयो हुन्छ यार, अलिअलि काम नि पाइन्छ, काम नि लागेको हुन्छ। यताउता सब 10 बजेसम्म त घाम लाग्छ, अनि बेलुकी 4 बजेतिरबाट घाम आउन सुरु गर्छ यार। यो फ्याक्ट्री स्याक्ट्री यताउता दिन दुनियाँ होटेल सोटेल यहाँ नहुन सब फुलेको हुन्छ। यस्तो छ भ्यू चाहिँ। अब अलि लन्डनतिर भयो पुरै बिल्डिङै बिल्डिङ हुन्थ्यो गरे। यहाँ चाहिँ हाम्रो फ्यामिली क्याम्परले म चाहिँ फार्म आम जानु लागेको। फेरि चाहिँ अलिक गाउँ गाउँ हुन्थ्यो, तर गाउँै भयो नि राम्रो त राम्रो हुन्छ। अब कम्पेयरै गर्ने हो भने अब नेपालको त के कम्पेयर गरेर अब लगभग नेपालको काठमाडौँ होइन, काठमाडौँ त फोहोरी छ नि, पोखरा भन्दा सबै छ। यहाँ एउटा कोइरे भ्यू आउँदैछ, फर्काउनु मिल्दो रहेछ क्या अरे रिभ्यू गर्दाले। पिलिक्कै हेर्छ कोइरेले मादर चाहिँ उस्तै पऱ्यो। हैया नि गर्छन् साले उसले फेरि हैया खाङखाङ यो यार इङ्ग्लिस त्यत्रो पढेर 12-13 वर्ष पढेर इङ्ग्लिस बुझिन्न यार, के बोल्छन् मादर चाहिँ। यहाँ चाहिँ यस्तो हुन्छ है, यहाँ चाहिँ कन्स्ट्रक्सनको काम चल्दैछ। फेरि यहाँ फेरि दिउँसो आइन, फेरि राति यहाँ फेरि राति नै रातभरि गर्छन् भन्ने पनि छैन। ठ्याक्क 10 बजेसम्म टाइम हेरेर 6 to 10 5-6 घन्टा जति गरे हेल्थ एन्ड सेफ्टी गरे यताउता क्या सबै कुरा ख्याल गर्छन् क्या। अलि ठिकै छन् कोही गर्दा उता पारिपट्टि कोर्नेहरू हिँड्छन्, हेर्दै आँखादै गर्छन्। फेरि कुरो नि बुझ्छु कि जस्तो नै गर्छन्। फेरि यो क्यामेरा फर्काउनु मिल्दो रहन्छ कि, फेरि भिडियो रोक्नु पर्थ्यो यार। अब यहाँ टक्क म काममा पुगिसकेँ। यहाँ नि पुगिसक्यो भन्ने नि छैन, लगभग त्यहाँ गएर एकछिन अफिसमा बसिन्छ टक्क तरिकाले। यहाँ BMW हो कि के छ क्या, BMW नै हो जस्तो लाग्छ मलाई। म अहिले भिडियो खिचाउनुलाई पाएँ भने लाज हुन्छ कि मलाई। हजुर बस हो नि त साले, बसको हेन्डलमा आएन मोबाइल भडाएर खिच्न नि अलि झ्याउ हुन्छ। यस्तो हुँदै त बाइक कुनै चलाउँछ यहाँ त।
कारको भ्यालु नै छैन कारभन्दा महँगो बाइक छ कोही कोही त महँगो खाले नि हुन्छन् फेरि कार ट्याक्स गर्ने भने ट्याक्सले अब हामी डाइरेक्ट भेटौँला BMW मा काम गरेको नि देखाउनु भने त काम गरेको के देखाउने यार काम गर्दा गर्दै भिडियो बनाउने कुरो हुन्न कुनै दिन परेछ भने काम गरेको नि हेरौँला देखाउँला ओके गाइस अब भेटौँला गाडीमा यहाँ ओभरले चाहिँ भेट्न सकिन्न भन्न सकिन्न ल गाइस